कार्यक्रम मेरो संसार। कार्यक्रम मेरो संसार। जिन्दगी फूल हो भनिन्छ, काँडा जस्तै भिजाउँछ किन? जिन्दगी सपना हो भनिन्छ, बीचमै बिर्साउँछ किन? जिन्दगी एउटा खेल हो भनिन्छ, जसले जहिले पनि हराउँछ किन? जिन्दगी एउटा सुनौलो गोरेटो हो भनिन्छ, तर जहिले पनि मृत्युको मुखमा पुर्याउँछ किन? अरब युवती र नेपाली युवकको वियोगान्त कथा। त श्रोताहरू अनि आत्मिक मित्रहरू, बाँचुन्जेल आँखा चाहिन्छ, अनेक देख्न पाइन्छ। साउदीका हरेक पत्र पत्रिकामा नूरको आत्महत्याको खबरले म मात्र होइन, नूरका परिवार पनि अचम्म परेका होलान्। हुन त मलाई पनि कहाँ अरबी पढ्न आउँथ्यो र, राजको मोबाइलमा देखेको फोटोको कारणले चिनेको मात्र हो। मैले प्रत्यक्ष भने देखेको थिएन। हुन त तेरो रोजाइ नराम्रो हुनै सक्दैन, तर पनि होस् गर राज, यहाँको कानगुन तैले सुनेकै छैनस्, फेरि हकीकतमा देख्न नपरोस्। हुन त म अभागी ठानिरहेछु विदेशीको माटोमा पुरिँदा, तर पनि माया भनेको माया हो। उनीहरू आफै भित्र हराउँथे, एक कान दुई कान मैदान भने चाहिँ। उनीहरूको प्रेम नूरको परिवारले थाहा पाए। उनका बाबा आमाले पुलिसलाई खबर गरे, ठुलो रडाको नै मचियो। अन्त्यमा राजलाई फाँसी सुनाइयो। फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाई भनेको थियो, यो पत्र एकचोटि पढेर नूरलाई दे है। मैले किन हेर्नु राज? राज भन्दै थिए, सायद तैँले नै उल्टा गर्नु पर्ला विशाल। मेरी नूर जुनी जुनी जिउनु ल। तिमी त अन्तिम पटक पनि भेट्न पनि आएनौ, तर पनि मलाई दुःख भने पटक्कै छैन। तिमीलाई मेरो सिमली भुवा उन्ने गाउँमा लगेर कोइलीको स्वरसँग दोरी खेलाउने ठुलो धोको थियो। तिमीलाई थाहा छ नूर, मेरो घर पहाडमा छ। प्राकृतिकको धनी मेरो गाउँ छहरा पहरा लहराले भरिपूर्ण छ। तिमीलाई थाहा नै छ होला, पढेकी पनि छौ अलि, म त सगरमाथामा जन्मेको मान्छे। तिमीलाई सगरमाथा घुमाउने रहर त रहरै भयो नूर, तर पनि मेरो ठम्बाइ छ। त्यहाँको प्राकृतिक सौन्दर्यहरू तिमीलाई देखेर मोहित हुने थिए। कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थे, अनि म तिम्रा हातमा समाएर सबैको सामु भन्थे, म तिमीलाई माया गर्छु नूर। भाग्यमा भए यदि प्रेम अमर रहे अर्को जुनीमा भेट हुनेछ। आशा छ, तर भर छैन यो भाग्यको। भगवानको मर्जी नै हो, जे चाहन्छ त्यही हुन्छ। धर्म भए फरक भएकै कारणले म जस्ता कति मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ हेपिनु परेको छ। तितो यथार्थ छ, मान्छे आखिर मान्छे नै हो नूर। मलाई यो पत्र टुङ्गाउन मन त छैन अनि चाहन्न पनि, तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमीसँग बिदा माग्न नपाएला कि झैँ लाग्छ। त्यसैले हाम्रो भेट अब मैले सक्नुपर्छ। यो बेग रोक्नुपर्छ मैले, जुन बेगमा मैले भावना पखिरहेछु। नमस्ते देवर बाबु, सन्चै हुनुहुन्छ नि होइन? मैले राजको बारेमा आज मात्र थाहा पाएँ। मलाई फोन नेट सबैतिरबाट बन्देज लगाइएको थियो। आज मात्र सबै थोकबाट फुकुवा गरिएको हो। त्यसैले हजुरले यदि निर्दोष ठान्नुहुन्छ भने म राज गएको ठाउँमा गएर मेरो मायाको सर्जी बनेर राजलाई देखाउन सक्नेछु। मलाई माफ गर्नुहोला विशाल बाबु। उही हजुरकी हुन नसकेकी, हजुरले फोनमा जिस्काउने हजुरकी भाउजू नूर। कार्यक्रम मेरो संसार।
त श्रोताहरू अनि आत्मिक मित्रहरू, रात निकै छिप्पिसकेछ। म तपाईँसँग कार्यक्रम प्रस्तुत गर्दा गर्दै समयले नेटो काटिसकेछ, पत्तै भएन। यस कथाले पूर्णता पाउनेछ जब तपाईँहरूले मन पराइदिनु भयो भने, कमेन्ट गरिदिनु भयो भने अनि प्रतिक्रिया दिनुभयो भने। यो कथा धेरै नै लामो छ। म तपाईँलाई भेट्नेछु पूर्ण कथाको साथमा। प्रतीक्षा गर्नुहोला, माया गर्दै गर्नुहोला, कसैको झुटो मायामा नफस्नुहोला। धन्यवाद। फर्गेट इट, एडमिट। तिम्रो झुठो पिरातीमा हावा सरी बही